हेलो एभ्रिवान, सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु है। आजको दिनमा चाहिँ यो भिडियोमा चाहिँ तपाईँले देख्नु पाउने हुन्छ मैले सन्डे मेरो अफ डे कसरी बिताउँछु भनेर है। प्रायः जस्तो म फुलमै झुन्डिरहेकै हुन्छु है। मान्छेहरूले पनि मलाई फुलको बारीमै देखिरहेकै हुन्छ होला। अनि मलाई चाहिँ किनभने फुलहरू निकै मनपर्छ नि त। मलाई फुल प्लान्टहरू रोप्नु होइन यसरी पुरा पुरा मनपर्छ। तर म कम्ती मात्रामा मात्रै रोप्छु फुलहरू चाहिँ, किनभने चाहिँ स्याहार पुग्दैन नि त बेसी फुल रोप्यो भने चाहिँ। अन्त जति रोपेको छु त्यही फुलहरूलाई चाहिँ अहिलेको समयमा होइन यो सिजनमा चाहिँ म मलहरू थपथाप गरिकन चाहिँ सालभरिको लागि है मजाले फुलिबस्छ। अनि मेरोमा चाहिँ प्रायः प्लान्टहरू छ है, प्लान्टहरू छ। फुलहरू त्यस्तो मैले थुपार्न सकेको छुइनँ। प्लान्टहरू चाहिँ निकै मात्रामा छ, तर फुलहरू चाहिँ कम्ती नै छ। अनि यस्तो खालके यो प्लान्ट चाहिँ लामो भइसकेको रहेछ नि त, त्यो फुल आइसकेको रहेछ है। यो चाहिँ चिटिक्क मलाई चाहिँ छोटो होइन चिटिक्क भएको मनपर्छ यो खालको प्लान्ट। मलाई नाम चाहिँ थाहा भएन यसको है, तपाईँहरूले थाहा छ भने कमेन्ट बक्समा तपाईँहरूले कमेन्ट गरिदिँदा हुन्छ। अनि मैले चाहिँ यस प्लान्टमा चाहिँ बलुवा र यो गाईको मल दिइरहेको छु है। तपाईँहरूले के कस्तो दिनुहुन्छ, तपाईँहरूले यसको प्लान्टको खाना यसो कमेन्ट बक्समा लेखेर तपाईँहरूले सेयर गर्न सक्नुहुन्छ। म चाहिँ बलुवा र मल दिने गर्छु यिनीहरूलाई, गाईकै मल, त्यो पनि त्यो मिन भएको धुलो धुलो भएको है, त्यस्तो खालको दिने गर्छु। अनि यसलाई चाहिँ मलाई चाहिँ हातले गर्नु मनपर्छ हालै भने, तर मेरो हातले अहिले भएको छैन त्योहरू गर्नु। अनि म चाहिँ यस्तो ग्लोभ्स लगाइकन गरिरहेको छु। तर खाली हातले गरेको चाहिँ मजा हुन्छ खासमा चाहिँ। अनि यो स्नेक प्लान्ट चाहिँ मैले 4 साल रोपेको थिएँ ल। यो सानो पटमा रोपेको थिएँ, सानो टुसा मात्रै थियो नि त, बिरुवा मात्रै थियो। अन्तखेरि अहिले त बढेर यत्रो भएछ। यसलाई चाहिँ बेसी त्यो पनि चाहिँदैन रहेछ, छिट्टो बढिहाल्दो रहेछ। अन्त यसले बच्चा पनि छिट्टो टुसा आइहाल्दो रहेछ यसको। अन्तखेरि प्रायः यसलाई चाहिँ ठुलै पटमा नै रोपेको चाहिँ बेस्ट हुने रहेछ। मैले मेरो एक्सपिरियन्सबाट मैले त्यो थाहा पाएँ है। अन्तखेरि मैले यसलाई यसपालि चाहिँ रिपोर्टिङ गरिरहेको छु।